नमस्ते विद्यार्थी मित्रहरू, स्वागत छ तपाईहरुलाई एजीटीभी युट्युब च्यानलमा। हाम्रो यस युट्युब च्यानलमा एकजना विद्यार्थी मित्रले यी दुईवटा क्वेशनहरु राख्नु भएको थियो र उहाँले सर यसमा इम्प्लोइ रेम्युनरेसन का साथै अलाउन्स पनि दिएको छ, यसलाई बैंक क्याशबुकमा कसरी पोस्टिङ गर्ने सिकाइदिनुस् न भनेर सोध्नु भएको थियो। अब विद्यार्थी मित्रहरू, म तपाईलाई यो दुईवटा ट्रान्ज्याक्सनहरुलाई चाहिँ बैंक क्याशबुकमा रेकर्ड गरेर देखाउन गइरहेको छु। अब क्वेशनमा के लेखेको छ पढौं त। पेड रुपीज 56,000 फर इम्प्लोइ रेम्युनरेसन and rupees 8,000 for allowance after deducting rupees 12,800 for provident fund and rupees 1,600 income tax। भनेपछि चाहिँ के गरेको रहेछ भन्दाखेरि कर्मचारी पारिश्रमिक र भत्ता चाहिँ वितरण गरिएको रहेछ, पेड गरिएको रहेछ हैन। के डिडक्सन गरेर 12,800 प्रोभिडेन्ट फन्ड डिडक्सन गरेर र इन्कम ट्याक्स 1,600 डिडक्सन गरेर। अब विद्यार्थी मित्रहरू, तपाईले एउटा कुरो के बुझ्नु पर्ने हुन्छ भन्दाखेरि यदि तपाईहरुलाई त्यहाँ पेड इम्प्लोइ रेम्युनरेसन अथवा पेड बाइ चेक भनेर दिएको छ भने जुन यो 56,000 हो नि, त्यो भनेको त नेट स्यालेरी हो हैन। अब यो नेट स्यालेरी भनेको चाहिँ के हो भने टोटल स्यालेरीबाट यो प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्स डिडक्ट गरिसके पछाडीको अमाउन्ट हो। जहिले पनि तपाईले यो नेट इम्प्लोइ रेम्युनरेसनको अमाउन्टलाई बैंक ब्यालेन्सको क्रेडिटमा देखाउनु पर्ने हुन्छ। यो क्वेशनमा चाहिँ हामीलाई अलाउन्स पनि पेड गरिएको भनिएको छ। अब विद्यार्थी मित्रहरू, कर्मचारीहरूलाई कति पैसा पेड गरिएको रहेछ, अब यो दुईटा जोड्नु पर्यो है। यो दुईटा जोड्दा फेरि कति हुने भयो, 64,000 हुने भयो। अब विद्यार्थी मित्रहरू, यो 64,000 लाई तपाईले कहाँ देखाउनु पर्यो, बैंक ब्यालेन्सको क्रेडिटमा देखाउनु पर्यो अनि ब्यालेन्स कोलममा ब्राकेटमा देखाउनु पर्ने हुन्छ हैन। र विद्यार्थी मित्रहरू, अब हामीले यो बजेट एक्सपेन्डिचरमा चाहिँ हामीले टोटल स्यालेरीको अमाउन्ट र यो अलाउन्सको अमाउन्ट देखाउनु पर्ने हुन्छ। अलाउन्सको अमाउन्ट त हामीलाई क्वेशनमा दिएको छ 8,000, त्यसलाई हामीले देखाउनु पर्ने हुन्छ। र टोटल स्यालेरी कसरी निकाल्ने, टोटल स्यालेरी कसरी निकाल्ने भन्दाखेरि विद्यार्थी मित्रहरू, तपाईले के गर्नु पर्ने हुन्छ भन्दाखेरि यो 64,000 र यो जुन डिडक्सन गरेको छ नि 12,800 र 1,600 यो तपाईले जोड्नु पर्ने हुन्छ र 8,000 डिडक्ट गरिदिसकेपछि तपाईको टोटल स्यालेरी आउँछ। टोटल स्यालेरी भनेको 70,400 आउँछ। त्यो कसरी आउँछ, तपाईले 64,000 प्लस 12,800 प्लस यो 1,600 जोड्नु भयो र यो 8,000 घटाउनु भयो भने तपाईको टोटल स्यालेरी आउँछ। र यो प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्सको अमाउन्टलाई हामीले कहाँ देखाउनु पर्ने हुन्छ, मिसिलिनियसको क्रेडिटमा देखाउनु पर्ने हुन्छ हैन। अब विद्यार्थी मित्रहरू, तपाईले अहिले मैले भनेको बुझ्नु भएको छैन भने अब म तपाईलाई जर्नल भाउचरको माध्यमबाट हैन सिकाउँछु है त। ल अब विद्यार्थी मित्रहरू, यसको जर्नल भाउचर के हुन्छ हेर्नुस् त। यहाँ इम्प्लोइ रेम्युनरेसन र अलाउन्स पेड गरेको छ, यो त खर्च भयो। खर्चलाई हामीले डेबिटमा लेख्नु पर्ने हुन्छ। ल लेखौँ यहाँ डेबिट बीई इम्प्लोइ रेम्युनरेसन। अब विद्यार्थी मित्रहरू, हामीलाई यहाँ टोटल इम्प्लोइ रेम्युनरेसन दिएको छैन, हामीले निकाल्नु पर्ने हुन्छ है। ल अब हामीले डेबिटमा के लेख्छौँ, बीई अलाउन्स लेख्छौँ। यो लोकल अलाउन्समै आउँछ, त्यही भएर हामीले यहाँ लोकल अलाउन्स लेख्छौँ। अब यो लोकल अलाउन्सको अमाउन्ट दिएको छ हेर्नुस् त, अलाउन्सको अमाउन्ट 8,000 दिएको छ, हामीले डेबिटमा लेख्नु पर्यो। अब के डिडक्ट गरेको छ, प्रोभिडेन्ट फन्ड 12,800 र इन्कम ट्याक्स 1,600, यसलाई तपाईले क्रेडिटमा लेख्नु पर्यो हैन। ल लेखौँ यहाँ प्रोभिडेन्ट फन्ड अमाउन्ट तपाईले क्रेडिटमा देखाउनु पर्यो, कति छ 12,800। अनि विद्यार्थी मित्रहरू, हामीले यहाँ इन्कम ट्याक्स लेख्नु पर्यो हैन क्रेडिटमा। इन्कम ट्याक्सको अमाउन्ट कति छ 1,600 छ, 1,600। र विद्यार्थी मित्रहरू, बाँकी अमाउन्ट चाहिँ डिटिसिओ ले टिएसए मार्फत कर्मचारीको खातामा जम्मा गरिदिन्छ। अब यो डिटिसिओ टिएसए को अमाउन्ट चाहिँ कति लेख्ने त, अघि मैले तपाईलाई भनिसकेको छु। जुन यो पेड इम्प्लोइ रेम्युनरेसन छ 56,000, त्यो र यो अलाउन्स 8,000 लाई जोडेर तपाईले यहाँ लेख्ने हो 64,000 लेख्ने हो। अब यो 64,000 त कर्मचारीलाई पेड गरिएको हो। अब विद्यार्थी मित्रहरू, तपाईले निकाल्न सकिहाल्नुहुन्छ। अब हेर्नुस् त, यो क्रेडिटको यो तीनवटा अमाउन्ट जोड्नुस् र यो डेबिटको 8,000 घटाउनुस्, यहाँ कति आउँछ 70,400 आउँछ। अघि मैले तपाईलाई यो 70,400 निकालेर जुन देखाएँ त्यो बुझ्नु भएको थिएन भने अब यो जर्नल भाउचरको माध्यमबाट तपाईले बुझिहाल्नु भयो। अब यसलाई कसरी रेकर्ड गर्ने, हामीले यहाँ डेट लेख्नु पर्यो हैन, सिरियल नम्बरमा तपाईले अब यो ट्रान्ज्याक्सनको जर्नल भाउचर नम्बर लेख्ने हो। अनि यहाँ तपाईले के लेख्नु पर्यो, पेड इम्प्लोइ रेम्युनरेसन
एन्ड अलाउन्स लेख्ने हो। अब विद्यार्थी मित्रहरू हेर्नुस् त डेबिटमा दुईवटा खर्चहरू छ हैन, एउटा इम्प्लोइ रेम्युनरेसन र लोकल अलाउन्स। अब यसलाई तपाईले बजेट एक्सपेन्डिचर कोलममा देखाउने हो हैन। अब इम्प्लोइ रेम्युनरेसन भनेको 70,400 छ, तपाईले छुट्टा छुट्टै देखाउने हो, किन भन्दाखेरि यसको बजेट हेड नेम र नम्बर फरक छ। ल यसको बजेट हेड नम्बर कति हुन्छ इम्प्लोइ रेम्युनरेसनको 2 अनि 4 1 हुन्छ हैन। ल अब विद्यार्थी मित्रहरू हामीले यो लोकल अलाउन्सको 8000 लाई पनि यही कोलममा देखाउनु पर्यो 8000 हैन। अब लोकल अलाउन्सको बजेट नम्बर कति हो 21131 हो हैन। ल अब यो सक्यो। अब हेर्नुस् त विद्यार्थी मित्रहरू अब यो क्रेडिटको प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्स छ नि, यो दुईटा अमाउन्टलाई जोडेर तपाईले मिसलिनियसको क्रेडिटमा राख्नु होला। अब यो दुईटा जोड्यो भने कति हुन्छ, ल यो दुईटा जोड्यो भने 14,400 हुन्छ हैन। अब विद्यार्थी मित्रहरू हेर्नुस् त डिटिसी र टिएसए को अमाउन्ट 64,000 छ, यसलाई तपाईले बैंक ब्यालेन्सको क्रेडिटमा देखाउने हो 64,000 हैन। अनि विद्यार्थी मित्रहरू 64,000 लाई तपाईले ब्यालेन्समा ब्राकेटमा देखाउने हो हैन। अब यसको म बजेट रिलिज गरेर पनि देखाइदिन्छु है त। अब यहाँ लेखौं बजेट रिलिज रिसिभ्ड। अब विद्यार्थी मित्रहरू यो बजेट रिलिजको तपाईले देखाउँदा फेरि जहिले पनि जुन यो ब्यालेन्स अमाउन्ट छ नि 64,000 यसलाई डेबिटमा लेख्नु होला है। अनि के हुन्छ यो ब्यालेन्स 0 हुन्छ हैन। माइनस 64,000 प्लस 64,000 के हुन्छ 0 हुन्छ। अब विद्यार्थी मित्रहरू अब यो डेबिटमा छ, अब क्रेडिटमा लेख्नु पर्यो कुनको मिसलिनियसको क्रेडिटमा 64,000। ल अब हामीले यो फर्स्टको रेकर्ड गरेर देखायौं। अब तपाईले बुझ्नु भयो कि छैन है त, यदि बुझ्नु भएको छ भने कमेन्ट गर्नु होला है त। अब विद्यार्थी मित्रहरू हेर्नुस् त सेकेन्ड क्वेशनमा के भनिएको छ, आउट अफ टोटल इम्प्लोइ रेम्युनरेसन अफ रुपीज 1,10,000 एन्ड अलाउन्स अफ रुपीज 20,000 फर द मन्थ इज पेड आफ्टर डिडक्टिङ प्रोभिडेन्ट फन्ड रुपीज 20,000, इन्कम ट्याक्स रुपीज 3,000 एन्ड एडभान्स इम्प्लोइ रेम्युनरेसन रुपीज 10,000। भनेपछि यहाँ चाहिँ तपाईहरुलाई टोटल स्यालेरी दिएको छ। हेर्नुस् त 1,10,000 भनेको टोटल स्यालेरी हो हैन, र अलाउन्सको अमाउन्ट पनि दिएको छ 20,000। विद्यार्थी मित्रहरू यो जुन टोटल स्यालेरी छ यसलाई तपाईले बजेट एक्सपेन्डिचरको अमाउन्ट कोलममा देखाउने हो 1,10,000। अनि यो अलाउन्सलाई पनि तपाईले यही देखाउने हो है 20,000। अब हेर्नुस् त के डिडक्सन गरेको छ, प्रोभिडेन्ट फन्ड 20,000, इन्कम ट्याक्स 3,000 र एडभान्स इम्प्लोइ रेम्युनरेसन 10,000। अब यो मध्ये प्रोभिडेन्ट फन्ड 20,000 र इन्कम ट्याक्स 3,000 लाई तपाईले मिसलिनियसको क्रेडिटमा जोडेर देखाउने 23,000 र जुन यो एडभान्स इम्प्लोइ रेम्युनरेसन छ 10,000 यो भनेको के भन्दा फेरि अघिल्लो महिना नै कर्मचारीलाई दिएको एडभान्स हो र यो करेन्ट महिना चाहिँ स्यालेरी डिस्ट्रिब्युसन गर्दा फेरि चाहिँ यो 10,000 के गरेको छ डिडक्ट गरेको छ। यो भनेको क्लियर हो। अब यो 10,000 लाई तपाईले एडभान्स अफ करेन्ट फिस्कल इयरको क्लियरमा तपाईले देखाउनु पर्यो 10,000 भनेर, र बजेट एक्सपेन्डिचरमा चाहिँ तपाईले ब्राकेटमा लेखेर देखाउनु पर्यो 10,000। अब विद्यार्थी मित्रहरू तपाईले यो बजेट एक्सपेन्डिचरको जुन टोटल हुन्छ त्योबाट मिसलिनियस यो क्रेडिटको टोटल घटाउने जति ब्यालेन्स आउँछ नि त्यसलाई तपाईले बैंक ब्यालेन्सको क्रेडिटमा देखाउने र ब्यालेन्समा ब्राकेटमा देखाउने। अब तपाईले मैले भनेको यो बुझ्नु भएन भने अब म तपाईहरुलाई जर्नल भाउचरको माध्यमबाट बुझाउँछु है त। अब हेर्नुस् त यहाँ जर्नल भाउचर के हुन्छ, डेबिट बी इम्प्लोइ रेम्युनरेसन। अघिको फर्स्ट ट्रान्जेक्सनमा टोटल स्यालेरी दिएको छैन, तर यो सेकेन्ड ट्रान्जेक्सनमा चाहिँ टोटल स्यालेरी दिएको छ 1,10,000। यसलाई यहाँ लेखौं 1,10,000। अब अलाउन्स पनि के गरेको छ पेड गरेको छ, त्यसलाई पनि डेबिटमा लेख्नु पर्यो बी लोकल अलाउन्स हैन, यसलाई पनि डेबिटमा लेख्नु पर्यो। अमाउन्ट कति छ 20,000। अब जे डिडक्सन गरेको छ त्यसलाई क्रेडिटमा लेख्नुस् हैन, क्रेडिट प्रोभिडेन्ट फन्ड अमाउन्ट भनेको कति छ हेर्नुस् त, प्रोभिडेन्ट फन्डको 20,000 छ हैन। इन्कम ट्याक्स कति छ, इन्कम ट्याक्स भनेको 3,000 छ हैन। ल अब यहाँ 3,000 लेखौं र विद्यार्थी मित्रहरू अघिल्लो महिना जुन एडभान्स लिएको स्यालेरी छ त्यसलाई यो महिनाको स्यालेरी डिस्ट्रिब्युसन गर्दा फेरि डिडक्ट गरेको छ हैन। यो भनेको एडभान्स इम्प्लोइ रेम्युनरेसन क्लियर हो। अब यहाँ लेखौं एडभान्स इम्प्लोइ रेम्युनरेसन क्लियर हैन, कति 10,000। अब हामीले बाँकी अमाउन्ट चाहिँ डिटिसिओ मार्फत के गर्छौं कर्मचारीको खातामा जम्मा गर्छौं हैन। अब हामी क्रेडिटमा के लेख्छौं डिटिसिओ टिएसए लेख्छौं। अब विद्यार्थी मित्रहरू तपाईले यो डेबिटको अमाउन्ट छ नि दुईटा यसलाई जोड्ने र यो क्रेडिटको तीनटा अमाउन्ट घटाउने। अब यहाँ जोड्ने घटाउने गर्दा फेरि डिटिसिओ टिएसए को अमाउन्ट कति आउँछ, ल यहाँ आउँछ 97,000 हैन। अब विद्यार्थी मित्रहरू हामीले यसलाई
अब यहाँ पोस्टिङ गरेर देखाउँछौँ। अब यहाँ लेखौँ पेड इम्प्लोइ रेम्युनिरेसन एन्ड अलाउन्स। ल अब विद्यार्थी मित्रहरू तपाईले के गर्नु पर्यो, अघि जस्तै हेर्नुस् त यो रेम्युनिरेसन र यो अलाउन्सको अमाउन्टलाई तपाईले बजेट एक्सपेन्डिचरमा देखाउने छुट्टा छुट्टै है, किनकि यसको बजेट हेड नेम नम्बर फरक फरक छ। ल यहाँ लेखौँ 1,10,000। अब यो स्यालेरीको बजेट हेड नम्बर कति हो, 2/1 हो हैन। अब विद्यार्थी मित्रहरू अलाउन्सको अमाउन्ट कति हो, 20,000 हो। अब यहाँ लेखौँ बजेट हेड नम्बर पनि लेखौँ यहाँ 21131 हैन। अब यो डेबिटको हामीले यहाँ रेकर्ड गरेर देखाइसकेका छौँ। अब विद्यार्थी मित्रहरू हेर्नुस् त क्रेडिटमा के छ, प्रोभिडेन्ट फन्ड 20,000 छ, इन्कम ट्याक्स 3,000 छ। यो त मिसिलिनियस अकाउन्टमा पर्छ, यसलाई तपाईले जोडेर मिसिलिनियसको क्रेडिटमा लेख्नु होला 23,000 हैन। अब यो एडभान्स इम्प्लोइ रेम्युनरेसनको जुन 10,000 छ यसलाई चाहिँ तपाईले मिसिलिनियसमा देखाउने होइन है। अब हेर्नुस् त यसलाई तपाईले एडभान्सको क्लियरमा देखाउने हो हैन। एडभान्सको क्लियरमा तपाईले यहाँ देखाउने हो, अमाउन्ट कति देखाउने हो, 10,000 देखाउने हो, 10,000। अब यो 10,000 लाई तपाईले बजेट एक्सपेन्डिचरमा देखाउनु पर्यो, ब्राकेटमा देखाउनु पर्यो है 10,000। किन भन्दा फेरि हेर्नुस् त यो क्रेडिटमा एडभान्स इम्प्लोइ रेम्युनरेसन क्लियर भनेको छ। अब यहाँ इम्प्लोइ रेम्युनरेसन आएको छ, यो त बजेट एक्सपेन्डिचर हो। अब क्रेडिटमा छ, त्यही भएर तपाईले बजेट एक्सपेन्डिचरको अमाउन्ट कोलममा ब्राकेटमा देखाउनु पर्ने हुन्छ हैन। ल अब विद्यार्थी मित्रहरू हेर्नुस् त डिटिसिओ टिएसएमा 97,000 छ। अब यसलाई तपाईले ब्याङ्क ब्यालेन्सको क्रेडिटमा देखाउनु पर्यो हैन। अब यहाँ लेखौँ 97,000। अब यो 97,000 लाई तपाईले यहाँ ब्राकेटमा देखाउनु पर्यो, ब्यालेन्स कोलममा 97,000 हैन। ल अब विद्यार्थी मित्रहरू यसलाई हामीले बजेट रिलिज गरेर देखाउँछौँ। अब यहाँ लेखौँ बजेट रिलिज रिसिभ हैन। अब तपाईले यो 97,000 लाई ब्याङ्क ब्यालेन्सको डेबिटमा देखाउनु होला एकचोटी हैन। अब यहाँ जेरो हुने भयो ब्यालेन्स, र यो 97,000 लाई तपाईले मिसिलिनियसको क्रेडिटमा देखाउनु होला। ल यति गरेपछि तपाईको यो मिल्यो। आजको भिडियो तपाईलाई कस्तो लाग्यो, यदि मन पर्यो भने लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला। यदि तपाईहरुलाई पनि यस्तै जिज्ञासा छ भने कमेन्ट बक्समा आफ्नो जिज्ञासा राख्नु होला। हस्त धन्यवाद।